हेलो अब फेरि म बाख्रालाई दाना दिन जाँदैछु है त। सुरुमा यहाँबाट दाना झिक्ने ट्याक्क 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 त्यो झिकिसकेपछि जत्रा पनि भइरहेछ। अब यो चाहिँ हाम्रो बाख्राको खोर, यसमा टक्क जाने यहाँ छ, यहाँ लगाइदिने हो। सररररर 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 यसरी टक्क हालिदिएपछि आउँछ मजाले सबैजनाले एकैचोटि खाना पाउँछ। टक 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 रिलाइदिइसकेपछि बाख्रा चाहिँ पर छ है, त्यहाँबाट सट्टै आउँछ, खोलेर ल्याउँछु अनि यहाँ यसरी मजाले खान्छ कि। ल त्यही हो, अब बाख्रा ल्याउनु पर्ने हुन्छ है। बाख्रा ल्याएपछि मजाले खान्छ, म तपाईँलाई देखाउँछु। यसरी छ, यहाँदेखि चक्क जान्छ, त्यहाँ घाँस खान्छ अनि यहाँ आएर सुत्छ। अब चाहिँ म यिनीहरूलाई छोड्छु है त। अब छोड्नु बित्तिकै यस्तो कुदेर जान्छ नि, यस्तो कुदेर जान्छ नि, यिनीहरूलाई थाहा छ क्या त्यहाँ त्यहाँ चाहिँ के राख्छ भनेर यिनीहरूलाई थाहा छ पुरा। अब यहाँ आएपछि चाहिँ मजाले खान थाल्छ। ल सोरी सोरी खाँदै मजाले खान थाल्छ। यो चाहिँ डेली हुन्छ है मेरो। ल